हेलो 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 नमस्ते। आज म तपाईहरुलाई विशिष्ट कफी बनाएर देखाउँदैछु। विशिष्ट कफी बनाउने बेलामा पहिला आइस बिकरमा आइस हाल्ने, त्यसपछि फिल्टरलाई 89 डिग्री टु 92 डिग्री सेल्सियसको वाटरले हल्का पखाल्ने, त्यसपछि टक्क माथि 20 ग्राम कफी हालेर पोरिङ गर्ने। मैले पोरिङ गरेर देखाइसकेँ तपाईहरुलाई। अब फेरि अर्को भाँडोमा रहेको कफीलाई म पोरिङ गर्दैछु। अब हेर्दै हुनुहुन्छ, मैले यो फर्स्ट राउन्ड पानी हाल्दैछु दुवैजना। एकैचोटि मैले 3वटा बनाउँदै थिएँ विशिष्ट कफी। हेर्नुस् न, फर्स्ट राउन्ड वाटर हालिसकेपछि यसो हुन्छ। थर्ड राउन्ड, यो चाहिँ थर्ड राउन्ड वाटर हालिसकेपछि आइसलाई 150 ml मात्रै हो पानी हाल्नुपर्ने, त्योभन्दा धेरै हाल्नु न। फर्स्ट राउन्डमा 50 ग्राम, त्यसपछि 100, त्यसपछि 150 गराएर 3 राउन्ड पानी हाल्नुपर्ने हुन्छ। त्यसपछि यो चाहिँ लास्ट राउन्डको पानी हाल्दैछु म है। यी भने विशिष्ट कफी बनाउँदाखेरि चाहिने बेसिक नलेजहरू हुन्। विशिष्ट कफी रेडी भयो। अब म कस्टमरलाई सर्भ गर्न